करिब 200 मिटर हाइटबाट ड्रोनले हेर्दा साउनले सजिएको पौवादुङमा गाउँपालिका यस्तो सुन्दर देखियो। सूर्य अस्ताउने बेलाको यो सुन्दर दृश्य खिच्नको लागि राष्ट्रिय समाचार समितिबाट युवराज विष्ट उहाँको दाजुभाइ आउनुभएको थियो र हाम्रो गाउँपालिका अध्यक्षज्यू, शिक्षा शाखा प्रमुखज्यू लगायत सबैजना हामी हेर्दैछौँ है त। ल तपाईँहरू पनि हामीसँगै हेर्नुहोला, कस्तो देखिन्छ, मनोरञ्जन लिनुहोला र प्रतिक्रिया पनि दिनुहोला। देख्न सक्नुहुन्छ मेरो पछाडि ब्याकग्राउन्डमा पौवादुङमा गाउँपालिकाको नयाँ प्रशासनिक भवन पनि देख्नुहुन्छ। छेउमा च्याङ्ग्रे पोखरी, छेउमा पञ्चकन्या देवी मन्दिर लगायतका दृश्यहरू छन्। यति बेला यो हरियालीले निकै सुन्दर बनाएको छ। चाहिँ यहाँ विष्ट ब्रदर्सहरू ड्रोन उडाउँदै हुनुहुन्छ। सरहरू कताको भ्यू ल्याउने हो? पालिकातिरको होइन। ल अब हामी ड्रोनबाट पनि कस्तो भ्यू देखिन्छ तपाईँलाई देखाउन छ। वाह, साउनको महिनामा खिचिएको यो सुन्दर दृश्य पौवादुङमा गाउँपालिकाको तपाईँहरूलाई कस्तो लाग्यो? मन परेमा लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला। तपाईँहरूलाई यो भिडियो मन परेमा सबैमा सेयर गरिदिनुहोला र यस्तै भिडियो हेर्न मलाई फलो गर्नुहोला। थ्याङ्क यू सो मच।